हेलो साथीहरू, आज फिस करी बनाऊँ है त सँगै। सुरुमा मैले माछा, त्यसपछि यसमा नुन, बेसार, थोरै अमिलो राखेर मिक्स गरेर चाहिँ 10-15 मिनेटपछि चाहिँ राख्दै यसलाई यत्तिकै। त्यसपछि फ्राईमा तेल हालेर चाहिँ यसलाई फ्राई गर्नको लागि रेडी भयो। त्यसपछि मैले फ्राई गर्न छोडिदिएँ। त्यसपछि फ्राई गरिसकेपछि चाहिँ यत्तिकै यो अलि रातो हुन्छ। रातो भएपछि चाहिँ फर्काउने गर्नुपर्छ। अनि त्यसपछि चाहिँ यो रेडी भयो। त्यसपछि तेल हालेर चाहिँ मैले प्याज फुराएँ। अनि प्याज फुराइसकेपछि चाहिँ यो अलि रातो हुन्छ नि, रातो भएपछि चाहिँ यो तोरी अनि त्यसपछि जिरा धनियाँको मिक्स चाहिँ मैले राखिदिएँ। अनि यो राखिसकेपछि चलाउने, यसलाई अलिअलि यो पाक्न दिनुपर्छ। यदि नपाकिकन हाल्यो भने चाहिँ नमिठो हुन्छ माछाको स्वाद। अनि यो अलि रातो भएपछि बेसार हालिसकेपछि नुन पनि हाल्नुपर्छ सँगै। त्यसपछि यसलाई चलाउने, यसलाई मिक्स गरिराख्ने। अनि त्यसपछि यो थोरै एकछिन चाहिँ छोडिदिने। अनि छोडिसकेपछि चाहिँ यसमा लसुन अदुवाको पेस्ट हाल्ने। अनि पेस्ट हालेपछि यसलाई मिक्स गरेर एकछिनसम्म मिक्स गरिराख्नुपर्छ। त्यसपछि यो चाहिँ टमाटर हाल्नको लागि रेडी हुन्छ। त्यसपछि हामीले टमाटर काटेर राखेको टमाटर चाहिँ हालेर यसलाई मिक्स गर्नुपर्छ। अनि यसलाई चाहिँ अब हामीसँग चाहिँ यो मिट मसला थियो, यो मिट मसला हालेँ। हजुरहरूसँग जुन मसला छ त्यही हाल्दा पनि हुन्छ। त्यसपछि यसलाई थोरै पानी हालेर चाहिँ यत्तिकै छोड्ने। अनि छोडेपछि चाहिँ पानी हालेर छोडेपछि हामीले अघि नै माछा हालिसकेको थियौँ। अनि यसलाई चाहिँ माछा हालेर अनि त्यसपछि काटेर राखेको धनियाँ थियो, धनियाँ हालेर चाहिँ यो एकदम खानको लागि पनि एकदम मिठो हुन्छ। यदि हजुरहरूले बनाउनु मन छ भने चाहिँ यसरी नै बनाउनु। मलाई चाहिँ एकदम मिठो लाग्यो। यसरी बनाउँदा पनि हुन्छ। सो एकदम मिठो हुन्छ माछाको झोल। बाई, थ्याङ्क यू।